हजुर हामीलाई न्युमरोलोजीको बारेमा त थाहा छँदैछ। न्युमरोलोजीमा चाहिँ नम्बर 1 टु नम्बर 9 लिइन्छ र 1 देखि 9 नम्बरको आफ्नै एउटा भाइब्रेसन हुन्छ। इच नम्बर हेज इज ओन भाइब्रेसन हैन। लेटरमा चाहिँ के हुन्छ भनेपछि हजुरले हरेक अल्फाबेट A to G सम्ममा चाहिँ त्यही 1 to 9 नम्बर हाल्छ। हजुर हामीलाई थाहा छँदैछ वर्ल्ड वाइडमा न्युमरोलोजी युज हुन्छ। इदर त्यो स्पोर्ट्स पर्सन होस् या टेक्नोलोजी लाइक एप्पल लन्च गर्न होस् या फिल्म इन्डस्ट्रीको कुनै पनि मुभी लन्च गर्न होस्, त्यो सबैमा न्युमरोलोजी युज हुन्छ। मान्छेहरूले त्यो जर्सी नम्बर आफ्नो स्पोर्ट्सको उनीहरू न्युमरोलोजी वाइज आफ्नो डेट अफ बर्थसँग सिन्क्रोनाइज हुने नम्बर लिन्छ। त्यसैले हजुर हामी पनि न्युमरोलोजी युज गरौँ आफ्नो लाइफलाई चाहिँ बेटरमेन्टमा ल्याउनको लागि। यदि हजुरहरूको जन्म कुनै पनि मन्थको 1 तारिक, 10 तारिक, 19 तारिक या 28 मा भएको छ भनेपछि हजुरहरू रुल्ड बाई सन हो। सनको एनर्जी हुन्छ उहाँहरूमा, सन जस्तो चम्किन सक्नुहुनेछ। यसमा लिडरशिप क्वालिटी हुन्छ यो नम्बरमा, पोलिटिक्समा जान या बोल्नको लागि राम्रो हुन्छ। कुनै पनि अथोरिटेटिभ काम गर्नु भएपछि नम्बर 1 लाई राम्रो हुनेछ। च्यालेन्जमा अलिकति इगो हुन्छ, एङ्गर इस्यु हुन्छ, त्यसलाई चाहिँ हजुरले कम गर्नुभयो भने सक्सेस हुनलाई हेल्प गर्छ। स्टोनमा हामी लिन सक्छौँ सनस्टोन। कलरमा चाहिँ इदर स्याफ्रन कलर या अरेन्ज कलर चाहिँ तपाईहरूको राम्रो हुन्छ। त्यस्तै गरेर हामी नम्बर 2 लाई चाहिँ मुनसँग एसोसिएट गर्छौँ। यदि हजुरको जन्म 2 तारिक, 11 तारिक और 29 मा भएको छ भनेपछि हजुरहरू रुल्ड बाई मुन हुनुहुन्छ। मुनवाला पर्सन चाहिँ अलिकति इमोसनल, सफ्ट हार्टेड हुन सक्नुहुन्छ। अर्काको दुःख देखेर आफूलाई असाध्यै गाह्रो हुने, हिलिङ पावर उहाँहरूमा धेरै हुन्छ र इन्ट्युटिभ पनि हुन्छ। च्यालेन्ज चाहिँ मुनवाला मान्छेलाई के आउँछ भनेपछि अर्काको दुःखमा आफूले नै फिल गरेर धेरै नै मुड स्विङ हुने या अलिकति धेरै दुःख लाग्ने। मुनवाला मान्छेले चाहिँ अलिकति आफ्नो इमोसनलाई चाहिँ ब्यालेन्स गरेर हिँड्नुपर्ने हुन्छ। त्यसको लागि के गर्न सक्नुहुन्छ भने एकछिन मुन लाइटमा बस्नु होला 5-10 मिनट र त्यसले पनि हेल्प गर्छ। और हजुरहरू मुन स्टोन लाउन सक्नुहुनेछ। कलर चाहिँ मुनको व्हाइट हुन्छ। मन्डेको दिनमा व्हाइट लाउनुहोस्, त्यसले पनि हेल्प गर्छ मुनको एनर्जीलाई अलिकति ब्यालेन्स गर्नलाई। यदि हजुरहरूको जन्म 3 तारिक, 12 तारिक, 21 तारिक और 30 तारिकमा भएको छ भनेपछि हजुरहरू चाहिँ जुपिटरबाट रुल्ड हुनुभएको छ। जसरी जुपिटर आफैमा ठूलो छ र नलेजको कारक हो, त्यस्तै गरेर यो मान्छेहरूमा चाहिँ नलेज हुन्छ। उनीहरूलाई धेरै कुराको नलेजहरू हुन्छ र नेचर वाइजै गुड टिचर हुन्छन्। हामी कलरमा चाहिँ जुपिटरको येलो लिन्छौँ र स्टोनमा चाहिँ हजुरहरू सिट्रिन स्टोन युज गर्न सक्नुहुन्छ। च्यालेन्जमा चाहिँ जुपिटरवाला मान्छेको अलिकति इगो हुने भाव भएर उहाँहरूले इगोलाई अलिकति कन्ट्रोलमा राख्नुभयो भनेपछि राम्रो हुन्छ। यदि हजुरहरूको जन्म 4th मा, 13th मा और 22nd मा भएको छ भनेपछि हजुरहरू चाहिँ रुल्ड बाई राहु हुनुहुन्छ। न्युमरोलोजीमा राहुको हेड मात्र पार्ट छ भनिन्छ। त्यसै गरेर नम्बर 4 वाला मान्छेहरूले चाहिँ अलिकति दिमाग लाउने कामहरू गर्नुभयो भने धेरै सक्सेस मिल्छ। इनोभेटिभ हुन्छन्, असाध्यै आउट अफ बक्स उनीहरूको थिङ्किङ हुन्छ, अरूले नसोचेको कुराहरू उहाँहरू सोच्नुहुन्छ र टेकमा पनि असाध्यै राम्रो हुन्छ उनीहरूको। नम्बर 4 को च्यालेन्जमा चाहिँ अलिकति ग्राउन्डेड हुन जरुरी छ र अलिकति सर्ट टेम्पर हुने भएर त्यसलाई पनि कन्ट्रोल गर्यो भनेपछि सक्सेस पाउन इजी हुन्छ। स्टोनमा चाहिँ हामी लिन्छौँ ल्यापिस लेजुली पनि लिन सक्छौँ और नम्बर 4 हरूले टाइगर आई लायो भने पनि धेरै राम्रो हुन्छ। कलरमा राहुको कलर ब्लू हो। यदि हजुरहरूको जन्म 5 तारिक, 14 तारिक या 23rd मा भएको छ भनेपछि हजुरहरू चाहिँ रुल बाई मर्क्युरी हो। मर्क्युरी प्लानेटलाई चाहिँ हामीले इन्टेलिजेन्ससँग, कम्युनिकेसनसँग, बिजनेससँग रिलेट गरेको छौँ। न्युमरोलोजीमा चाहिँ नम्बर 5 को धेरै नै इम्पोर्टेन्स छ। 5 ले चाहिँ ब्यालेन्स गर्छ सबै कुरालाई। मनीको नम्बर पनि 5 हो। 5 लाइफमा हुन धेरै नै जरुरी छ। सोशल बटरफ्लाई हुन्छ, उनीहरूको कम्युनिकेसन राम्रो हुन्छ, बिजनेसमा धेरै नै राम्रो गर्छन् नम्बर 5 ले। च्यालेन्जमा चाहिँ हामीले ओभर थिङ्किङ नगर्नु भयो भनेपछि और इनकन्सिस्टेन्सी नभयो भनेपछि नम्बर 5 ले चाहिँ धेरै नै राइज गर्छ। कलरमा चाहिँ ग्रीन कलर लिन सक्छौँ र यसको स्टोन चाहिँ ग्रीन एभेन्चुरन हो। यदि हजुरहरूको जन्म 6 तारिक, 15 तारिक और 24th अफ एनी मन्थ भएको छ भनेपछि हजुरहरू चाहिँ रुल बाई भिनस। भिनसलाई चाहिँ हामीले शुक्राचार्यसँग रिलेट गरेको छौँ, माता लक्ष्मीसँग रिलेट गरेको छौँ र न्युमरोलोजीमा चाहिँ भिनसलाई लग्जरीको नम्बर भनिन्छ। नम्बर 6 लाई हामीले नलेजसँग रिलेट गरेको छौँ। यो एउटा ब्युटीको नम्बर हो र यसमा हजुरहरूले चाहिँ पिस, हार्मोनी, एउटा फ्यामिलीको हार्मोनी पनि नम्बर 6 बाट
हामी रिलेट गर्छौँ। कलरमा हजुरहरूले लिन सक्नुहुन्छ पिङ्क और क्रिम कलरलाई पनि हामीले 6 सँग एसोसिएट गरेको छौँ। च्यालेन्जमा चाहिँ के हुन्छ भने चाहिँ नम्बर 6 लग्जरीको नम्बर भए भएर मान्छेहरू कहिलेकाहीँ नम्बर 6हरूलाई अलिकति मटेरियलिस्टिकमा अलिकति धेरै जाने भए भएर हजुरले कन्ट्रोल गर्नुभयो भने नम्बर 6 को इनर्जी कन्ट्रोल हुन्छ। नम्बर 6 को स्टोनमा चाहिँ हामी एउटा पाइराइट पनि लिन सक्छौँ और हामीले एउटा रोज क्वार्ट पनि लगाउन सक्छौँ। यदि हजुरहरूको जन्म 7 तारिक, 16 तारिक और 25th अफ एनी मन्थ भएको छ भनेपछि हजुरहरू रुल बाई केतु हुनुहुन्छ। नम्बर 7 सँग चाहिँ एउटा डिप इन्ट्युटिभ पावर हुन्छ, एउटा रिसर्चको नम्बर हो, यो स्पिरिचुअलको नम्बर हो र यो डिट्याचमेन्टको पनि नम्बर हो। नम्बर 7 लाई चाहिँ सक्सेस कम्स थ्रु कन्फिडेन्ट, त्यसैले हजुरहरूले कन्फिडेन्ट हुन जरुरी छ। नम्बर 7 को च्यालेन्जमा चाहिँ मान्छेहरू अलिकति सेल्फ डाउट गर्ने हुन्छ, त्योहरू गर्नु भएन भनेपछि र आफूले गरेको डिसिजनमा कन्फ्युज हुने के त्यो चाहिँ नम्बर 7 मा हुन्छ। त्यो गर्नु भएन भनेपछि हजुरहरूको सक्सेस धेरै छिटो हुन्छ। नम्बर 7 को स्टोनमा चाहिँ टाइगर आई नै लिन्छौँ। कलरमा चाहिँ हामी मल्टिपल कलरलाई चाहिँ नम्बर 7 बाट एसोसिएट गरिएको छ और ग्रे कलर। यदि हजुरहरूको जन्म कुनै पनि मन्थको 8 तारिकमा भएको छ, 17 तारिकमा भएको छ और 26th अफ कुनै मन्थ भएको छ भनेपछि हजुरहरू रुल बाई स्याटर्न प्लानेट हुनुहुन्छ। जसरी शनिदेव अलिकति स्लो हुनुहुन्छ त्यसै गरेर नम्बर 8हरूलाई जिन्दगीमा हरेक कुराहरू अलिकति स्लो हुन्छ। त्यसै गरेर अलिकति स्ट्रगल हुन्छ र अलि धेरै हार्डवर्क गर्नुपर्ने हुनसक्छ। नम्बर 8 को मान्छेहरू अलिकति डिसिप्लिन हुन्छन्, उनीहरूलाई चाहिँ रुल फलो गर्नलाई चाहिँ मनपर्छ। नम्बर 8 को च्यालेन्जमा चाहिँ अलिकति उहाँहरूलाई इमोसनल सप्रेस गर्ने, आफ्नो मनको कुरा अरूलाई नबताउने अनि कोल्ड बिहेभियर, आफू रिजिड भएर जे मैले गरेको त्यही नै हुन्छ भनेर सोच्नु भएन। र नम्बर 8 ले हार्डवर्क गर्नु नै पर्छ, इजिली भेट्दैन, किनकि नम्बर 8 लाई नम्बर 4 लाई चाहिँ हामीले कार्मिक नम्बर भन्ने भएर हार्डवर्क धेरै नै लाग्छ नम्बर 4 लाई र नम्बर 8 लाई। कलरमा हामी ब्ल्याक लिन सक्छौँ र नेभी लिन सक्छौँ। नम्बर 8 को स्टोनमा हामी एमेथिस्ट लिन्छौँ। त्यस्तै गरेर यदि हजुरहरूको जन्म 9 तारिक, 18 तारिक और 27th अफ एनी मन्थ भएको छ भनेपछि हजुरहरू चाहिँ रुल्ड बाई मार्स हुनुहुन्छ। जस मंगलको इनर्जी भए भएर मंगल ब्लडको कारक, एग्रेसनको कारक भए भएर हजुरहरूमा धेरै नै एग्रेसन हुन सक्छ। नम्बर 9 को मान्छेहरू अलिकति फेयरलेस हुन्छन्, जे कुरा पनि फटाफट गरौँ या कुनै डर नभएको अलिकति करेजियस हुन्छन्। उहाँहरूमा राम्रो एडमिनिस्ट्रेसनको पावर पनि हुन्छ। त्यसैले नम्बर 9 ले कुनै पनि एडमिनिस्ट्रेसन पावर वाला काम गर्नुभयो भने उहाँलाई सक्सेस मिल्छ। च्यालेन्जमा चाहिँ हजुरहरू अलिकति एग्रेसिभ धेरै नहुनु होला र सर्ट टेम्पर पनि नहुनु होला। प्लस आफ्नो इनर्जीलाई चाहिँ ब्यालेन्स गर्नलाई हजुरहरू जिम जान सक्नुहुन्छ या वाक जान सक्नुहुन्छ, त्यसले पनि इनर्जी ब्यालेन्स हुन्छ। स्टोनमा चाहिँ हामी कोरललाई लिन्छौँ। कलरमा चाहिँ रेड कलर। हजुरहरू कुन नम्बर हुनुहुन्छ तल कमेन्ट गर्नु होला, लाइक र शेयर गर्नु होला। म हजुरहरूको चाहिँ लकी कलर र लकी नम्बर कुन हुनेछ त्यो हजुरहरूलाई यो भिडियोमा म कमेन्टमा बताउँछु।